तपाईँ चाहिँ कानुनको विद्यार्थी भएरै कानुन मन्त्रालय अब हाँक्न लाग्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेछ? कानुनमा अब के परिवर्तन गर्नुहुन्छ, के कानुनहरू ल्याउने सोचिराख्नु भएको छ, के छ? यस्तो अब अहिले यो सरकारको म्यान्डेट जनताले जुन दिनुभएको छ यो म्यान्डेट निकै ठुलो छ। उहाँहरूले दिनुभएको म्यान्डेट अनुरूपको काम गर्नुपर्ने ठुलो जिम्मेवारी सरकारले बोकेको छ, जस अन्तर्गत मैले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय भयो, यो मन्त्रालयबाट विशेष त अब जनतालाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने किसिमको भन्दा पनि नीतिगत रूपमा सुधार गरेर अनि कालान्तरमा अनुभूति हुने किसिमको कामहरू यो मन्त्रालयबाट विशेष हुन्छ। कानुनमा धेरै सुधार गर्नुपर्ने ठाउँहरू छन्, धेरै कानुनहरू संशोधन गर्नुपर्ने छ भन्ने कुरा हामीले धेरै अगाडिदेखि सुनिआएका छौँ, त्यसका बारेमा छलफलहरू पनि भइरहेको छ। र अब यो मन्त्रालयबाट चाहिँ ती हामीले सुधार गर्नुपर्ने कानुनहरूलाई एकदम द्रुत गतिमा सुधारको बाटोमा लैजाने, अझ विशेष गरी सरकार पनि अब हाम्रै पार्टीबाट हामीले बनाउन सकेको र संसदमा पनि त्यो सङ्ख्या भइरहेको र नयाँ ऊर्जा बोकेको साथीहरू संसदमा पनि हुनुभएको भएर मलाई लाग्छ कानुन निर्माणमा यो मेरो मन्त्रालय स्वाभाविक हिसाबले त्यसलाई छिटोभन्दा छिटो अगाडि बढाउनको लागि चाहिँ काम गर्न तत्पर छ र त्यही अनुरूपले हामी काम गर्छौँ। तर अब आजै के काम हो भनेर भन्नको लागि मलाई लाग्छ उपयुक्त हुँदैन, किनभने ती बारे हामी अब मन्त्रालयसँग छलफल गर्दैछौँ, किनभने आजको दिनसम्म कति कामहरू भइराखेको छ, कति तयारीहरू गरिराख्नु भएको छ र मैले सोचेका कुराहरू पनि म उहाँहरूसँग पनि साझा गर्छु। त्यसपछि एउटा खाका तयार गरेर त्यसमा हामी अगाडि बढाउँछौँ। अरू मन्त्रालयभन्दा अलिकति भिन्न यहाँ चाहिँ हामीले नीतिगत कुराहरू बढी गर्नुपर्ने र अहिले यथास्थितिमा के छ ती कुराहरूलाई विश्लेषण गरेरै हामी अगाडि बढ्नुपर्ने भएको भएर ती कुराहरू तपाईँहरूलाई आगामी दिनमा हामी जानकारी गराइहाल्छौँ। संसदमा 3 वर्ष चासो पनि बढी कानुनी स्वाभाविक त्यस हिसाबले चाहिँ गर्नुपर्ने केही प्राथमिकताहरू निर्धारण भएका छन्। गएको संसदीय अभ्यासमा म कानुन समितिमै थिएँ। कानुन समितिमा रहँदै गर्दाखेरि एउटा उत्कृष्ट काम गरेको, आफै पनि त्यो संसदमा हुँदै गर्दाखेरि यो काम चाहिँ गजब भयो है भन्ने लागेको एउटा काम चाहिँ हामीले यो विधायन सम्बन्धमा एउटा ऐन बनायौँ, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन भनेर त्यो बनायौँ। त्यसले चाहिँ पहिला हामीलाई सरकारले संसदमा के कानुन लैजान्छ भन्ने कुरा संसदलाई थाहा हुँदैन थियो भने अब सरकारले आफ्नो प्राथमिकता अनुसारले तयारी गरेर लिएर आउँथ्यो, सांसदहरूलाई पिजन होलमा आइसकेपछि मात्रै जानकारी हुन्थ्यो। तर अहिले त्यो हामीले ऐन बनाइसकेपछि ऐन निर्माणको कार्यविधि के हो त, सरकारले पनि कुन प्रोसेसबाट लिएर आउँछ, संसदमा कसरी दिने भन्ने कुराको एउटा समग्र कार्यविधि जस्तो चाहिँ नै तयार भइसकेको छ, त्यो ऐनले निर्देशित गर्छ। त्यसकारणले अब चाहिँ आफ्नै पनि यो मन्त्रालय आफै पनि संसदीय मामिलासँग सम्बन्धित भयो, संसदलाई पनि बिजनेस धेरै कुराहरूमा अब यो मन्त्रालयबाट कोअर्डिनेटेड भएर जान्छ। त्यसकारणले अब त्यो संसदमा जाँदै गर्दाखेरि चाहिँ अब आउने ऐन कानुनहरू संसदको जानकारीमा, पूर्व जानकारीमा हुन्छ, कुन यो आर्थिक वर्षमा कार्यान्वयन हुन्छ भन्ने कुरा अथवा कानुन निर्माणको लागि आउँछ भन्ने कुरा उहाँहरूलाई जानकारी हुन्छ। त्यो पूर्ण जानकारी दिँदै गर्दाखेरि कानुन चाहिँ उत्कृष्ट बन्न सक्छ। त्यसकारणले विगतमा हामीले त्यो काम गऱ्यौँ। अब चाहिँ के कुराहरू छुटेका छन्, विभिन्न मन्त्रालयका प्राथमिकताहरू के छन्, अब सबै मन्त्रालयहरू चाहिँ कानुन मन्त्रालयसँग ठोकिएर मात्रै संसद जानुपर्छ। त्यसकारणले अहिले यो देशमा जुन सुशासन ल्याउने कुराहरू हामीले गरेका छौँ, समृद्धितर्फ लैजाने कुराहरू गरिरहेका छौँ, ती सबै प्राथमिकताहरूलाई चाहिँ मन्त्रालयले समन्वय गरेर संसदसम्म पुर्याउने काम गर्छ। यो मन्त्रालयले चाहिँ संसद र सरकारको बिचको पनि भूमिका निर्वाह गर्नुपर्छ। एउटै सरकार बलियो, एउटै पार्टीको बलियो सरकार हुँदाखेरि प्राय विगतका उदाहरण हेऱ्यो भने चाहिँ संसद चाहिनुपर्छ। त्यसको समन्वयको बारे कतिको रहेछ? म आफै पनि संसद र सरकारको भूमिका निकै अलग हुनुपर्छ र त्यो शक्तिका हिसाबले शक्ति पृथकीकरणका सिद्धान्त अनुसार चल्नुपर्छ, एकले अर्कालाई चेक एन्ड ब्यालेन्स गर्नुपर्छ भन्ने कुरामा स्पष्ट धारणा राख्ने व्यक्ति हुँ। संसदमा हुँदै गर्दाखेरि पनि सरकारले संसदलाई त्यहाँ कटुपुतली जसरी प्रयोग गर्ने होइन कि संसदले चाहिँ सरकारलाई जवाफदेही बनाउनुपर्छ भन्ने कुरामा म हिजोको दिनमा पनि वकालत गर्ने व्यक्ति हुँ। त्यसकारणले अबका दिनहरूमा पनि म के स्पष्ट छु भने हाम्रो सरकार हो, तर जनताले दिएको म्यान्डेट चाहिँ सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिको लागि हो। त्यसको लागि संसदले काम गर्नुपर्छ। संसदले काम गर्दै गर्दाखेरि सरकारले कतिपय कुराहरूमा कानुन निर्माणमा सहजीकरण गर्नुपर्ने होला, कति कुरा प्रश्न गरेर गर्नुपर्ने होला, यी सबै कुराहरूमा सहजीकरण गरेर संसद र सरकारको भूमिका अलग अलग बनाउनुपर्छ र चेक एन्ड ब्यालेन्सको दृष्टिले चाहिँ त्यो चेक एन्ड ब्यालेन्समै रहने गरेर काम हुनुपर्छ भन्ने कुरामा म स्पष्ट छु। म त्यो पुल मेन्टेन गर्नको लागि सक्षम छु, त्यसको लागि तयार छु जस्तो मलाई लाग्छ। तपाईँबाट अब सर्वोच्च न्याय परिषद र न्यायाधीश नियुक्ति सहित अब
सङ्क्रमणकालीन न्याय पनि तपाईँ अन्तर्गतै पर्छ। अब त्यो लामो समय झन्डै 19 वर्षदेखि टिआरसी अल्झेको छ र सर्वोच्चको नियुक्तिको विषयमा हरेक पल्ट क्वेसन उठिरहेको छ। ती चिजलाई चाहिँ तपाईँले अब कसरी ह्यान्डल गर्नुहुन्छ? अब यो मन्त्रालय न्यायालयको समग्र विषयहरू मूलभूत रूपमा न्याय परिषद अब सर्वोच्च अदालत अब न्यायालयको छुट्टै पाटो छ, किनभने त्यो सरकार राज्यका अङ्गहरूमध्ये एउटा छुट्टै अङ्ग हो न्यायालय। तर यो मन्त्रालय चाहिँ धेरै हदसम्म कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने कुराहरूमा सहजीकरण गरेर त्यसमा व्यतीत देखिएका कुराहरूलाई चाहिँ अझै कानुन निर्माण संशोधनको माध्यमद्वारा त्यसलाई सुसङ्गठित बनाउनको लागि चाहिँ काम गर्छ। र टिआरसी लगायतका जुन कुराहरू यहाँहरूले उठाउनु भयो, विगतको संसदीय अभ्यासमा पनि हामीले काम गर्दा गर्दै लगभग अन्तिम भइसक्यो भनेर हामीले टुङ्ग्याएको विषयवस्तु अब सरकार फेरबदल लगायतका कुराहरूले गर्दा रोकिएको हामीले देखेका थियौँ। अब ती कुराहरूलाई चाहिँ नि टुङ्ग्याउनेतर्फ हामी जानुपर्छ, प्राथमिकतामै राखेर काम गर्छौँ। संविधान जारी भएको चाहिँ 72 सालमा 82को अन्त्यतिर सरकार बनाउनु संविधान अनुसार बन्नुपर्ने कानुनहरू चाहिँ थुप्रै बनेका छैनन्। स्पिड दिने विषयमा के सोच्नु भएको छ? आज प्रश्न योपालि चाहिँ एकदमै स्पिडै गर्नुपर्ने छ। आफूलाई पनि त्यो अनुभूति भएको थियो। संसदमा जाँदै गर्दाखेरि हामीले जति कानुन निर्माण गर्नुपर्थ्यो ती कानुन निर्माण हामीले त्यो स्पिडमा गर्न सकेनौँ। अब त्यो विभिन्न कारणहरूले भए त्यसमा चाहिँ हाम्रो मन्त्रालयले अब निरन्तर रूपमा समन्वय गरेर र सरकार को तर्फबाट समन्वय गर्ने बाटो एउटा भयो। संसदमा पनि अब हाम्रो साथीहरू अहिले चाहिँ कानुन निर्माणमा तदारुकताका साथ आउनुभएको छ। उहाँहरूलाई पनि स्पिड अप गरेर यसरी संसद र सरकारको काम दुवै स्पिड अप गरेर अगाडि लैजान्छ। यसैमा तपाईँहरूको वार्तापत्रमा पनि संविधान संशोधनको कुरा उठाउनु भएको छ। संविधानमै पनि अन्य आयोगहरू 10 वर्ष रिभ्यू गर्नुपर्ने व्यवस्था उठेको छ। मागिसक्यो, असोजमा गर्नुपर्ने चिज असोज मागेर यहाँ आइसक्यो। यो संविधान संशोधन र त्यो रिभ्यूको बाटोलाई तपाईँले कतै जानुहुन्छ? अब यो चाहिँ मेरो व्यक्तिगत भन्दा पनि अब हामी सरकारमा आइसकेपछि हाम्रो सरकारको एउटा दृष्टि हामीले बनाउनु पर्छ। आज भर्खरै हामीले पदभार ग्रहण गर्यौँ। अब त्यो विषयमा हामी सरसल्लाह गरेर निकट भविष्यमै हामी हाम्रा सरकारका प्राथमिकता र कार्यक्रमहरू कसरी अगाडि लैजान्छौँ भन्ने कुरा हामी जानकारी दिन्छौँ। तर अब मलाई लाग्छ यो हप्ताको तयारीले तपाईँहरूले मोटामोटी राम्रो आकार पाउनुहुन्छ सरकार कसरी अगाडि बढ्छ भनेर। अहिले आउँदा आउँदै धेरै कुराहरू हामीले पनि यहाँबाट लिनुपर्नेछ, के कसरी काम भइराखेको छ र हामीले पनि अब हामीले सोचेका नयाँ आइडियाहरू हाम्रा भिजनहरू हुन सक्छन्। अब ती विषयहरूलाई यहाँ छलफल गरेर ती कुराहरू अगाडि लिएर आउँछौँ। जस्तै कार्की आयोगको जुन प्रतिवेदन अब सरकारले त पब्लिस गर्नु भएको छैन, तर मिडियाबाट बाहिर पब्लिस भइरहँदाखेरि तपाईँ कानुन मन्त्री भएकै नाताले अब यसको कार्यान्वयनको लागि चाहिँ कतिको च्यालेन्जिङ फिल गरिरहेको छ? यो अहिले अब म सरकारको एउटा जिम्मेवार व्यक्ति भएको कारणले गर्दाखेरि मेरो व्यक्तिगत धारणा भन्दा पनि सरकारको धारणा व्यक्त गर्नुपर्छ। प्रश्न जायज छ, तर त्यसका बारेमा धारणा सरकारले समग्रतामा बनाउनु पर्ने भएको कारणले केही समय दिनुहोस्, त्यसका बारेमा हामी छलफल गरेर औपचारिक धारणा व्यक्त गरिहाल्छौँ।